हेलो साथीहरू सबैजनालाई नमस्कार। आज म न्यापकिन बनाउन गइरहेको छु। यदि तपाईँहरूलाई मन परेमा आउनुहोस्, तपाईँहरू पनि भन्नुहोस् है त। सुरुमा मैले आफ्नो साइजको एउटा सानो रिङ लिएर आएको छु। यो चुरा पनि हो। तपाईँहरूले चुराको ठाउँमा रिङको ठाउँमा चुराहरू रिङहरू युज गर्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईँ लक गरिदिनुहोस्। सुरुमा लक गरिसकेपछि हामी प्याटर्नमा व्हाइट कलरको यो धागोले सबै रिङलाई चाहिँ यसरी नै हामी कभर गरेर राख्नेछौँ। यसमा कति चेन्ज जान्छ भन्ने थाहा छैन, तर यसलाई सबै बुनेर चाहिँ कम्प्लिट गर्नुपर्छ। यो सबै कम्प्लिट गरिसकेपछि पहिलो घरकोलाई स्टिच लगाएर यसरी अट्याच गरेर राख्छु। यसरी मिलाएर हेर्दाखेरि यसको लुकसँग यस्तो आउँछ। त्यसपछि हामीले 3 चेन बुनेर हामी एउटा घरलाई बनाउन गरेर यसरी डबल चेनमा बुन्नेछौँ। फेरि पहिलो लाइनमा चाहिँ 2 चेन उठाउनेछौँ। 2 चेन निकालिसकेपछि 2 घर स्किप गरेर फेरि हामी डबल चेनको प्याटर्नमा हामी बुन्नेछौँ। फेरि पनि 2 चेन बुनेर 2 घर स्किप गरेर हामी यसरी चाहिँ हामी डबल चेनमा बुन्नेछौँ। यसरी यही प्याटर्न जान्छ। 1 2 फेरि 2 घर स्किप र यसरी गरेर हामीलाई कति चाहिन्छ त्यही अनुसारले हामी बुन्नेछौँ। यसले सबै चाहिँ बुन्नु हुँदैन। यो फर्स्ट राउन्डमा चाहिँ हो यसरी चाहिँ 2 चेन बुन्यो, डबल चेनमा यसरी गरेर फेरि पनि हामी रिटर्नमा हुँदाखेरि 3वटा चेन बुनेर फेरि हामी अब यहाँनिर बुन्नेछौँ। त्यसको छेउमा 1 राउन्ड भयो, 2 चेन 3 चेन। यो पटक चाहिँ सेकेन्ड राउन्डमा चाहिँ अलिक लम्बाउनु भएको कारणले चाहिँ 3 चेन, अनि जुन तलबाट आएको छ त्यसमा 1, अनि त्यो बिचको बलमा त्यसमा 3 र फेरि तलबाट उठेको 1 घरलाई बाँड्दाखेरि यसरी 3 चेन। यो चाहिँ सेकेन्ड राउन्डमा जान्छ। फेरि पनि यसरी 3वटा पनि 1 2 3 चेन एकदम, अनि बिचकोलाई चाहिँ खाल्डोलाई नबुनेर फेरि तलबाट उठेको घरलाई यसरी बुनेर 1, यसलाई चाहिँ खाल्डोबाट बिचको पलबाट र फेरि छेउबाट गरेर हामी सेकेन्ड राउन्डमा 3वटा घरलाई र 3वटा चेन उठाउनेछौँ। यही प्याटर्नमा हामी पहिले जहाँसम्म बुनेका थियौँ हामी त्यहीसम्म पुग्नेछौँ। यो चाहिँ इन्डिङ भएको कारणले यसरी फिनिसिङ गर्नु। फेरि हामी अब थर्ड राउन्डको लागि जानेछौँ र यसरी 2 राउन्ड पछाडिबाट र 1 राउन्ड गरेर 3 चेन बुनेर अब हामी फेरि पनि तेस्रो राउन्डमा जानेछौँ। त्यसमा जाँदाखेरि 2 को 3 बुन्नेछौँ र 3 को 6वटा गराएर यसरी बुन्नेछौँ। यहाँनिर 2वटाको 3वटा भएको कारणले यसलाई चाहिँ छोडिनेछ। 1 2 अब 2 चेन तानेर फेरि पनि तलबाट आएका 3वटा घरलाई हामी यसरी डबल प्याटर्नमा बुन्नेछौँ। एउटा घरलाई पनि स्किप नगरेर
फेरि 2 चेन र त्यो 3वटा घरको चाहिँ 6वटा। एक घरमा 2वटा बनेर 1 2 फेरि 2वटा घर छ त्यसलाई 6वटा गरेर यसरी थर्ड राउन्डलाई पनि यसरी कम्प्लिट गर्नेछौँ। 2 चेन यहाँबाट उठाउनेछौँ र फर्केर 1 चेन यसरी गराएर अब हामी फिनिसिङतिर जानेछौँ। यो फिनिसिङ भएको कारणले यसमा 4वटा बुन्छौँ र यसरी हामी फिनिसिङ गर्नेछौँ। 1 2 3 4 अनि छेउको घरमा माथि टुप्पोमा क्लोज गर्नेछौँ र फेरि अर्को घरमा गएर स्लिप स्टिच लगाएर फेरि 4वटा घर उठाउँछौँ र फेरि छेउको प्वालमा गएर यसरी एट्याच गर्छौँ र अर्को होलमा गएर यसरी स्लिप स्टिच लगाउनेछौँ। फेरि 1 2 3 4 चेन उठाएर छेउको घरमा सेम ठाउँमा चाहिँ होइन, छेउको। अनि अब फेरि होलमा स्लिप स्टिच लगाउने र फेरि पनि 4वटा चेन उठाउनेछौँ। अनि हामी होलको यता पहिलो घरको यहाँ छेउमा चाहिँ हामी यसरी स्लिप स्टिच लगाउँदै फिनिसिङ गर्नेछौँ। यसको प्याटर्न यही नै हो। यदि तपाईँले नबुझेमा यसलाई होल गरेर हेरेर गराउन सक्नुहुनेछ। त्यति गाह्रो छैन, सिम्पल छ, तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ। यसको प्याटर्न चाहिँ यही नै हो। धेरै बनाउँदाखेरि चाहिँ कुचकुच हुने भएको कारणले यसलाई चाहिँ एक घर यसरी बनाउँदा चाहिँ यसको लुक यसो आउँछ। फाइनली यसको लुक यस्तो भयो साथीहरू, कम्प्लिट भयो र मैले यसलाई कम्प्लिट गरेर धागोलाई पछाडि राखेर मैले एन्डिङ गरेँ यसलाई। फाइनली हाम्रो 12वटा अर्डर थियो। 12वटा अर्डरलाई चाहिँ यसरी कम्प्लिट गऱ्यौँ। यदि तपाईँलाई मन परेमा लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाच।